वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ कि शरीरमा भिटामिन बी 12 को मात्रा कम हुनाले मस्तिष्क सङ्कुचनको जोखिम लगभग 5 गुना बढाउँछ। मस्तिष्क सङ्कुचन भनेको के हो? उमेर बढ्ने के साथ मानिसको दिमाग स्वाभाविक रूपले अलिकति सङ्कुचन हुन्छ। यो सामान्य प्रक्रिया हो, तर जब यो सङ्कुचन सामान्यभन्दा धेरै बढी र छिटो हुन्छ, जसले स्मरण शक्ति कमजोर हुनु, भुल्ने बिमारी हुनु र अल्जाइमर जस्ता रोगहरूसँग सम्बन्ध राख्छ। भिटामिन बी 12 को भूमिका के हो? भिटामिन बी 12 हाम्रो स्नायु प्रणालीको लागि अत्यन्त आवश्यक पोषक तत्व हो, जसले दिमागको कोशिकाको वरिपरि सुरक्षा तह बनाउन मद्दत गर्छ, जसलाई हामी माइलिन शीथले चिनिन्छौँ। दिमागका कोशिकाहरूलाई स्वस्थ राख्छ र तिनलाई नष्ट हुनबाट जोगाउँछ।